उत्तिकै इमान्दार हुनुहुन्छ तर पनि हामीले एकजनालाई मात्रै अवार्ड गर्ने हुँदाखेरि मैले एकजना शिक्षकको मात्रै नाम लिन बाध्य छु। त्यो मेरो बाध्यतालाई पनि तपाईहरू सबैले बुझ्नुहुन्छ भनेर चाहिँ मैले विश्वास लिएको छु। र हामीले दुई तीनवटा क्राइटेरिया हेरेको हो हैन। लामो समयदेखि यो शिक्षालयमा योगदान गर्दै आउनुभएको शिक्षक हो हैन। इमान्दारीताको कुरा अनि अब पठन पाठनको कुरा तपाईँले विद्यार्थीको अगाडि भन्नै परेन। यी सम्पूर्ण कुराहरूलाई मध्यनजर गर्दै मैले एकजना प्रशिक्षक सरलाई पनि हामीले दिन त खासै केही सक्दैनौँ, हामीले तलब बढाइदिन पनि सक्दैनौँ, हामीले राज्यले दिएको सुविधामा थप 1 रुपैयाँ पैसा थप दिन पनि सक्दैनौँ। तर हामीले प्रदान गर्न सक्ने भनेको त यही मोटिभेसन हो नि हैन, यही प्रशंसा पत्र हो नि। यसले पनि आफ्नो जिन्दगीमा मैले त्यो शिक्षालयमा मैले योगदान गरेको रहेछु, शिक्षालयले मलाई मैले गरेको सेवालाई चाहिँ एउटा मूल्याङ्कन गरेको रहेछ भनेर चाहिँ त्यो जीवनमा हैन त्यो कुराले सधैँ घचघच्याउनेछ भन्ने एउटा विश्वास व्यक्त गर्दै मैले पढ्न गइरहेको छु। फर्मेट त उस्तै छ, तैपनि मैले रिपिट गरेँ। प्राविधिक शिक्षा तथा व्यवसाय तालिम परिषद किसान बहुप्राविधिक शिक्षालय चापाकोट 10 स्याङ्जा प्रशंसा पत्र। यस किसान बहुप्राविधिक शिक्षालय चापाकोट 10 किसान स्याङ्जामा निष्ठा, इमान्दारी, लगनशील तथा अनुशासित रूपमा निर्वाह गर्नुभएको भूमिका योगदानको उच्च कदर गर्दै शिक्षालयको शिक्षण कार्यमा कार्यरत कर्मचारी ज्यूलाई प्राविधिक शिक्षा तथा व्यवसाय तालिम परिषदको 38औं परिषद दिवसको अवसरमा यो प्रशंसा पत्र प्रदान गरिएको छ। यहाँको उज्जवल भविष्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। मिति 2082 11/12 गते। ल म ढिला नगरिकन मैले नाम लिन गएँ। मेघराज गेवाली सर।